नमस्ते सबैजनालाई। अब यो तिहारको रमझम चलिरहेको छ। मासु रोटी खाने त एकदमै भइहाल्यो। हजुरहरूले अब ख्याल गरिदिनु पर्ने, यो मासु खाँदाखेरिमा अलि चुचो परेको हड्डी छ, खुट्टाको हड्डी अलि चुचो परेको छ अथवा कतैको हड्डी पनि चुचो परेको छ भने त्यसलाई अलि ख्याल गरिदिनु पर्यो। त्यो किन भन्दा त्यो चुचो भएको चाहिँ गएर कहीँ घाँटीमा रोपिन सक्छ र घाँटीमा हड्केर आउनु सक्दिन पर्यो भने सबैले सजग भएर खाइदिनु होला। र त्यो मासु निकाल्न, मासु त खानुभयो उता फेरि हस्पिटलमा उस्तै खर्च लाग्छ। निकाल्दाखेरिमा त्यो हुँदाखेरिमा अलिकति सतर्क भइदिनु भए राम्रो हुन्छ। र बुढाबुढी र केटकेटीलाई स्पेसल्ली त्यो अलिकति छानेर दिन पर्यो। त्यो गर्दा राम्रो हुन्छ। र तपाईँहरूले खाँदा पनि के गर्नु पर्यो भन्दाखेरि अलिकति छुट्याएर मात्रै खानु होला। र सबैजनालाई ह्याप्पी दिवाली भन्दै बिदा चाहन्छु। धन्यवाद।